यहाँबाट भनेको इन्ट्रान्स हो, यहाँबाट इन्ट्रान्स भन्ने हो होइन। यो भनेको रोयल एयरफोर्स म्युजियमको इन्ट्रान्स गेट हो। यहाँबाट इन्ट्रान्स गर्दा हुन्छ। यो भनेको H1 को लागि हो। अब यहाँबाट भित्रभित्र गयो भने H2 H3 H4 H5 H6 भन्ने हुन्छ, सबै गर्ने हो। अब निस्किने बेला पनि यहीँबाट निस्किने हो। हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। यो ब्लग भनेको हाम्रो रोयल एयरफोर्स म्युजियमको हो। अब लेट्स सुरु गरौँ होइन, के कस्तो कस्तो हुँदो रहेछ। आज भनेको ब्लगमा म र मेरो साथी शिवा दुईजना आएको हो। हुन त म सोलो ट्राभल हो होइन, तर कहिलेकाहीँ साथीहरूसँग पनि आउनुपर्छ भनेर हो। यो भनेको हाम्रो युके भन्ने लन्डनमा रहेछ होइन। यहाँ भनेको डिफ्रेन्ट हिस्टोरिकल कुराहरू जस्तो भनेको फाइटर प्लेन, नर्मल प्लेन होइन, हाम्रो के भन्छ अझै मिसाइलहरू, डिफ्रेन्ट कुराहरू रहेछ होइन। लेट्स एक्सप्लोर के हुँदो रहेछ होइन। अनि यो भनेको हाम्रो डिफ्रेन्ट के भन्छ त्यसलाई थिङ्सहरू, सामानहरू जस्तो हुन्छ के भन्छ यसलाई ब्रस यताउति गरेर होइन, पार्ट्सहरू युज गरेर बनाएको एउटा प्रोटोकल छ। मोबाइल राम्रै छ होइन। एकछिन के हुन्छ अब अर्को हेरौँ, अर्कोतिर जाऊँ के कस्तो छ। आज हामीहरू रोयल एयरफोर्समा आएको हो, म्युजियम भन्ने हो। यहाँ भनेको पुरै हिस्ट्रिकल जति पनि वर्ल्ड वारदेखि लिएर अहिलेसम्म नयाँ नयाँ फर्स्ट हाम्रो भन्छ जस्तो फर्स्ट एयरफोर्सहरू हुन्छ नि, त्योहरू पनि सबै यहीँ भएको छ। अब सबै प्लेनहरू यहाँ राखेको छ, फाइटर प्लेन, नर्मल प्लेन, अनि पुरै हिस्ट्री रहेछ। अनि यहाँ भनेको म र मेरो साथी आएको छु होइन। म र मेरो शिवा भन्ने साथी आएको छु होइन। ऊ मेरो साथी हो शिवा होइन। शिवासँग र म र ऊ हुन त म सोलो ट्राभल हो होइन, तर कहिलेकाहीँ यस्तो साथीहरूले पनि लिएर आऊँ भनेर हो होइन। अब यस्तै हो। अब लेट्स सी अब के कस्तो हुन्छ हेर्दै जाऊँ होइन। अब लेट्स सी होइन। हाम्रो भनेको यो वर्ल्ड वारको बेलाको होइन, ठ्याक्कै यस्तो यस्तो जिपहरू युज हुन्थ्यो होइन। अनि त्यति बेला ट्र्याक्टर भनेको हाम्रो होइन, यस्तो किसिमको ट्र्याक्टरहरू थियो होइन। दिस पनि यस्तो ट्र्याक्टर पनि थियो होइन। अनि इन्जन, यसमा इन्जन भनेको युज भनेको यस्तो यस्तो इन्जनहरू युज भएको छ, यस्तो यस्तो इन्जनहरू पुरै। अनि यो भनेको आई थिङ्क फाइटर प्लेनमा होइन बसेको हुन्छ नि सिट, अनि इमर्जेन्सीको एउटा इजेक्ट गर्नु पऱ्यो, निस्किनु पऱ्यो भने आई थिङ्क त्यस्तै कुरा हो। आई थिङ्क त्यही हो, यहाँ इजेक्ट भनेर रहेछ होइन, त्यही कुरा हो। इजेक्ट कसरी हुन्छ अब तपाईँहरू यस्तो गर्नु, रोकेर पढ्दा हुन्छ होइन के कस्तो रहेछ हिस्ट्री। अनि कसरी कसरी निस्किन्छ, कसरी कसरी अब सबै डिप्लोय मतलब निस्किँदा एयर के भन्छ त्यसलाई, पारासुट भन्छ कि के भन्छ, त्यो भनेको रकेटबाट निस्किँदा कस्तो हुन्छ भनेर यस्तै हो। अब लेट्स सी भनेको अब के युज गरेर खान्थ्यो, के नेसेसरी कुराहरू थियो होइन। जस्तो यस्तो डिस्क्रिप्सन रोयल प्याटर्नको थियो, क्याटलेरीहरू रहेछ होइन, ब्याच यो स्टिकहरू रहेछ होइन। अब त्यो यसरी नै यो कुराहरू रहेछ, ब्याचहरू होइन, ग्लोभ्सहरू युज गर्थ्यो। यो भनेको बेसबलमा हान्ने थियो, यस्तो टोयहरू थियो होइन। अब ब्याचहरू, मेडलहरू यस्तो यस्तो थियो होइन। अब गगलहरू कुन चस्माहरू युज गर्थ्यो होइन, यस्तो 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 गर्थ्यो। ब्याच हुन्थ्यो, वर्किङ प्याटर्न के हुन्थ्यो, नट टु बी डिट्याच्ड भनेर यताउति। अब कलर यस्तो थियो होइन। अब एगहरू यसरी इम्पोर्टेडमा खान्थ्यो, यसरी क्यानवाला हुन्थ्यो होइन, सबै यसरी नै हुन्थ्यो होइन। अब ब्याचहरू, ट्राभल ब्याचहरू होइन। अब यो स्टिकहरू समथिङ लाइक द्याट होइन। यो प्लेनहरू रहेछ, यो प्लेनहरूमा कुन प्लेनमा के युज हुन्थ्यो त्यही कुराहरू रहेछ होइन। यस्तै रहेछ। अब यही हो, यो भनेको हाम्रो सबभन्दा ठुलो प्लेन यही हो, हेलिकप्टर सरी प्लेन भन्छु, हेलिकप्टर होइन, मेसिभ हेलिकप्टर रहेछ। के भन्नु, मान्छेमा बस्ने पनि चल्ने गर्छ। यो भनेको त्यतिखेरको कार युज हुने होइन, कारको नाम डेभिड ब्राउन भन्ने रहेछ होइन। त्यस्तै हो त्यस्तै। अब एयर सुटहरू यसरी यसरी लगाउँथ्यो होइन, आई थिङ्क केहीमा। यो भनेको यो ड्रेस, यस्तो ड्रेस हुन्थ्यो केटीहरूको, खास गरेर केटीहरूको ड्रेस यस्तो हुन्थ्यो। यो भनेको हाम्रो ट्याङ्क टाइपकै हो, त्यतिखेरको ट्याङ्क युज हुन्थ्यो, यस्तो ट्याङ्क हुन्थ्यो। यस्तो बाइक हुन्थ्यो, बाइक पनि पुरै
आई थिङ्क केरोसिनबाट चल्छ यो बाइकहरू। यस्तो बाइक थियो होइन। अनि यस्तै हो, यस्तै अब हेरौँ कहाँ कहाँ के हुँदो रहेछ। र ऊ पुरै डिजे मास्टर हो कि डिजे मास्टर हो। यो भनेको बोट हो होइन, बोटहरू युज भएको छ। माथिमा हाम्रो एयरक्राफ्ट रहेछ होइन। अनि यो भनेको हाम्रो जस्ट एज अ सोभेनियर भन्छ होइन, नर्मल टाइपहरूको रहेछ। अनि यो भनेको मिसाइलहरूको रहेछ होइन, कुन कुन मिसाइल रहेछ के कस्तो रहेछ होइन। अब यहाँ भनेको मान्छेहरूले डिफ्रेन्ट मान्छेहरूले कानमा लगाएर सुन्न सकिन्छ होइन। अब यस्तै हो, स्टार्ट गर्नु पऱ्यो। अब के रहेछ, डेभिड स्टबस भनेको रहेछ 2001 भनेर होइन। यस्तै हो, एयर डिफेन्स। रेडार भनेको रेडार कसरी हुन्छ भनेको रेडियो फ्रिक्वेन्सी डिटेक्सन एन्ड रेन्जिङ भनेर हुन्छ होइन, जुनमा रेडार युज गरेर कुनै पनि होइन आफ्नो टेराटोरीमा आयो भने त्यो डिटेक्ट गर्दो रहेछ होइन। यस्तै हो, अब यस्तै हुन्छ। ऊ साथी जाइ सुन्न लाग्यो हो। यहाँ भनेको मेबी ल्याङ्ग्वेज पनि सिलेक्ट गर्न पाउँछ, कुन ल्याङ्ग्वेजमा सुन्ने हो भनेर मेबी। तर नेपाली त छैन होला आई थिङ्क ल्याङ्ग्वेजमा, त्यही इङ्ग्लिस अनि युरोपियन कन्ट्रीहरूको ल्याङ्ग्वेजहरू होला, म्याक्सिकनहरू हुन्छ त्यस्तै हो। तर नेपाली त हुँदैन होला, हिन्दी नेपाली मेबी हुँदैन होला, हिन्दी हुनसक्छ होला, नेपाली त हुन सक्दैन होला जस्तो लाग्छ मलाई आई थिङ्क। अब यस्तै जहाजहरू रहेछ। यो भनेको हाम्रो त्यतिखेरको आई थिङ्क केही कम्प्युटर हो कि के हो, रेडार आई थिङ्क रेडारमा युज हुने समथिङ केही रहेछ होइन। आई थिङ्क कम्प्युटर सुपर कम्प्युटर छैन, तर कम्प्युटर केही काम गर्छ होला। जस्तो यस्तोहरू मिसाइलहरू, योहरू मिसाइलहरू हो, यो पनि मिसाइल हो होइन। यहाँ पढ्दा हुन्छ के लेखेछ, मेरिटाइम भनेर रिकन्सियस। यस्तो सेक्सन भनेको बच्चाहरूको डिफ्रेन्ट किसिमको गेमहरू हुन्छ। हेडफोन लगायो, गेम खेली नलेज हुन्छ के कस्तो हुन्छ भनेर होइन। अनि यो भनेको हाम्रो इन्फर्मेसन रहेछ होइन। जस्तो वाट रोबोट डु फर अस भनेर के गरेको थियो, क्यारी आउट सर्जरी, यति मान्छेहरूको रहेछ होइन। के गरेको रहेछ सब्मिट गर्ने होइन। अब यो एज अ क्विज हो टाइपको हुन्छ होइन। के सिक्यो भनेर सबै पढ्ने, अनि त्यसपछि क्विज टाइपको हुन्छ अनि तिनीहरू नलेज गेन भएको जस्तो टाइप टु हेड बिगेन हुन्छ होइन। अब जस्तो कुनै एउटामा टच गऱ्यो भने होइन, यस्तै पुरै हिस्ट्री आउँछ होइन तिनीहरूको। अनि पढ्ने अनि दिने। अब यो भनेको एयरक्राफ्टहरूको यतिकै राखेको छ होइन, जस्ट अ मोडल टाइपको हो होइन। सबै योहरू ओरिजिनल त होइन, काठको बनाएको हो, आज वुडको बनाएको हो, त्यति हो। अब योहरू रहेछ होइन। अब के यसको बारेमा केही सुन्नु छ भने यसरी पढ्दा पनि हुन्छ, नपढ्दा स्टार्ट गरेर हाम्रो ट्याक्कै यो कानमा लगायो भने A to Z सुनिन्छ होइन। यतिकै लगाउने हो, यसरी निकाल्ने, कानमा लगाउने होइन, सुन्ने के कस्तो रहेछ। त्यो साउन्ड आएको छैन आई थिङ्क त्यो हो होइन। यस्तै हो, विङ सेफहरू आई थिङ्क यति रहेछ होइन। त्यसपछि निस्क्यो भने यहाँ यसरी राखेको छ एउटा ठुलो मेसिभ एयरक्राफ्ट आई थिङ्क यस्तो रहेछ एयरक्राफ्ट। यो पनि एउटा रहेछ। स्टार्ट गरौँ। मस्त हुन्छ अब एक काण्ड। यो पनि गेम रहेछ, इमुलेटर गेम होइन, इमुलेटरमा उडाउने होइन। एयरक्राफ्ट उडाइरहेछ मेरो साथी होइन। अब अर्कोचोटि म पनि उडाएर हेर्छु, एक्सपिरियन्स गर्छु कस्तो एक्सपिरियन्स हुन्छ होइन। म यतापट्टि अर्को साइडमा पनि रहेछ होइन, अर्को साइडमा म यहाँ खेल्छु म। यो भनेको अब पछाडि भनेको म्यासिभ एयरक्राफ्ट रहेछ होइन, हेर्दै कस्तो डेन्जर रहेछ। यहाँ भनेको 1 2 3 4 इन्जन, त्यतिखेर 4वटा इन्जन थियो होला, 4.5वटा छ भने 4वटा इन्जन थियो होला होइन। यस्तो मेसिभ रहेछ। अनि त्यसपछि लेट्स सी, यस्तो वाइल्ड मेसिभ होइन एयरक्राफ्ट। अब क्यामेरामा त त्यतिको जज गर्न सकिँदैन होला होइन, आँखाले हेऱ्यो भने
ठुलै हो भन्नाले त्यतिखेरको आई थिङ्क ठुलै हुन्छ होइन। अब यो एयरक्राफ्टको नाम भनेको सोच रहेछ होइन, नोस्ट, अनि ML824 भन्ने मोडल रहेछ। अब यसको हिस्ट्री भनेको यहाँ रहेछ होइन। यो भनेको द सुन्दरल्यान्ड भनेको MR5 भन्ने रहेछ होइन। यो भनेको बाई द स्टार्ट अफ द सेकेन्ड वर्ल्ड वार भनेर रहेछ होइन, 3 RAF समथिङ। अब यहाँ पढ्दा हुन्छ होइन। यो एयरक्राफ्टको फिचरहरू के कस्तो रहेछ सबै यहाँ रहेछ। यो भित्र यस्तो रहेछ। नो इन्ट्रान्स कहिले इन्ट्रान्स अन अदर साइड। ओके, यो भित्र छिरेर हेर्नु के कस्तो रहेछ होइन। यो भनेको अब के थियो होला, यसलाई मुभ गर्नको लागि होइन, आई थिङ्क यो युज हुन्थ्यो होला त्यतिखेर होइन। यसलाई त्यहाँ एट्याच गरेर अनि पुल गरेर मुभ गर्थ्यो होइन। यस्तो रहेछ ठुलो। खै Notice for the visitor, please do not eat or inside the center boat. If you can move comfortably, so you can have no problem inside the aircraft. Please take care. Maybe. कौन वहाँ है? वो यहाँ से इंट्रांस ही नहीं है। नहीं मैं घुसते। There are some tight space inside the aircraft. You have to. If you can move comfortably through the group, no problem inside there. हाँ तो घुसो था। भिडियो ना भिडियो बन रहा लेकिन अब यस्तो भित्रबाट हामी पनि छिर्यौँ होइन। के रहेछ यत्रो हेर्नु। अब एयरक्राफ्टभित्र त पुरै अँध्यारो रहेछ आई थिङ्क। यस्तो रहेछ पुरै पछाडिभित्र यस्तो फिचर। योमा आई थिङ्क मान्छे होइन सामानहरू राख्थ्यो होला केही। अनि एयर ड्रप भन्छ नि, एयर ड्रप यहीँबाट गर्थ्यो होला। यसरी नै एयर ड्रप गर्ने फिचरहरू केही थियो होला। अब भित्र पुरा यस्तो रहेछ आई थिङ्क होइन। अब यहाँ भनेको समथिङ डु नट क्लोजर बम डोर्स वाइल द ट्रली आर आउट भनेर भनेछ। आई थिङ्क यहाँ मिसाइलहरू लोड हुन्थ्यो होइन, बमहरू। अनि यस्तरी हुन्छ। अब यो भित्र अब यहाँ भनेको सामानहरू राखेको हुन्थ्यो होला केही होइन, बमहरू मेबी। यस्तो रहेछ। अब त्यस्तो कि लाइट छैन होइन, क्लियर देखिँदैन होला मेबी। भित्र ठिकै छ होइन। यो साउन्ड पनि हेरेको छ कि यो कुर्दा कस्तो साउन्ड आउँथ्यो होइन। अनि नोटिसेबल छैन तर यस्तै हो। यहाँ टोइलेट थियो होइन, यो टोइलेट युज गर्थ्यो। एबनर्मल लोड्स RFT समथिङ के रहेछ लेखेको, त्यस्तो राम्रोले देखिरहेको छैन होइन। अब यहाँबाट निस्किने रहेछ डोर। यहाँबाट निस्किने हो, यहाँबाट निस्किने हो क्या। यहाँबाट अनि अब यहाँबाट गयो अघि देखाएको होइन। यहाँबाट एक्जिट ओन्ली लेखेछ होइन। यो यस्तो हो, यो पुरै यसरी रहेछ होइन। अनि यहाँ भनेको स्ट्रबेरियर सबहरू रहेछ। अब यहाँबाट केही किन्नु पऱ्यो भने नि किन्दा हुन्छ, टोकन अफ लभ टाइपको होइन। लग्ने टोयहरू रहेछ डिफ्रेन्ट किसिमको। टी सर्टहरू रहेछ। हेरौँ के कस्तो रहेछ। केही मन पऱ्यो भने हामी नै किनौँला, केही छैन। एफोर्डेबल प्राइस एफोर्डेबल त छैन होला। अब टुरिस्ट छ भने अलि एक्सपेन्सिभै हुन्छ। तर त्यो अब घुम्न आएपछि त यतिको क्रिस अब लेट्सी होइन। अब यस्तो हुन्छ आफ्नो बच्चा। अब यस्तो हो, बच्चाहरूसँग आयो भने धेरै रमाइलो हुन्छ होइन। अब यहाँ भनेको डिफ्रेन्ट किसिमको हुन्छ। क्यारट अब हुन्छ नि कमिक टाइपको। यहाँ बुकहरू पनि रहेछ होइन। अब टोयहरू, किरिङहरू होइन, बल पेनहरू अब यस्तै हो। तर म्याक्सिमम् भनेको मेड इन चाइनाकै होला। This is quarter. This is a sharper for the student. It costs £6. What's good, nice.
अब यस्तो हो, अब म त जानेवाला छैन नेपाल, तर नेपाल जानेवाला हुन्थ्यो म आफ्नो भान्जा भतिजा सब भतिजहरूको लागि लिएर जान्थेँ। दाइको छोराछोरी छ, तिनीहरूलाई लास्ट रमाइलो लाग्थ्यो होइन। अब नेक्स्ट टाइम पनि आउँछु। अब नेपाल फर्किने भन्दा पहिला एकचोटि आएर यस्तो कुराहरू कलेक्ट गरेर राख्नुपर्छ होइन। That means अझै यस्तै हो, अब एयरक्राफ्टको ड्रेसहरू पनि रहेछ होइन, क्लथ्स एरिया रहेछ, डिफ्रेन्ट अब थर्मसहरू, ग्लासहरू होइन, यस्तै हो। ये भाडाको कपडाले चाहिँ पिङ्क यस्तै हो। यहाँबाट वे आउट हामी निस्क्यो होइन, H1 भनेर रहेछ होइन। अब लेट्स सी होइन के हुँदो रहेछ, कहाँ के रहेछ थाहै छैन मलाई होइन। अब जस्तो यो भनेको अब जहाजहरू त्यतिखेर युज हुने जहाजहरू 757 1374 भन्ने अब सबैको नम्बर हुन्थ्यो होइन। अब लेट्स सी अब हेरौँ यो, अब हेरौँ कहाँ भिजिट गर्ने। अहिले H1 भन्नेमा हामीले गऱ्यौँ होइन। अब H1 ह्याङ्गर H2 रहेछ, H3 H4 H5 अब के कस्तो रहेछ होइन। अब टोइलेट पनि रहेछ, बेबी चेन्जिङ, अब यो सबै म्याप रहेछ यहाँको होइन। अब यहाँबाट हामी वे आउट गऱ्यौँ होइन, अहिले हामी यहाँ छौँ। अनि त्यसपछि 3 4 यहाँ 5 भन्ने यता रहेछ यो भन्ने। अनि यहाँ भन्नाले पहिला हामी H2मा जाऊँ भनेर त्यहाँको H2मा जाने हो। H2मा लेट्स गो होइन, H2मा के छ कि छैन। अनि 4-5 भयो अनि त्यसपछि 4 5 भनेर H3 H4 H5 भनेर त्यहाँबाट निस्किनुपर्छ। अब यति हो, यो भनेको म्यासिभ सिप होइन। फेरि समर लागेर युकेमा ओ माई गड होइन, वाइल्ड गर्मी भएको छ कि वाइल्ड गर्मी होइन। अब इफ यु आर चेस लभर देन प्ले चेस लाइक दिस, द म्यासिभ चेस। एभ्रिथिङ लाइक अब मलाई त आउँछ खेल्न होइन, तर ऊ मेरो साथीले चेस आउँदैन होइन। त्यही भएर अब खेलौँ भनेर टाइम पनि हामीसँग लिमिटेड छ होइन, किनभने छिट्टै क्लोज हुन्छ। यदि तपाईँहरू आउन चाहनुहुन्छ भने मेबी 1 o'clock 12 o'clock 1 o'clock आउँदा हुन्छ होइन, किनभने 4 बजे मेबी 5 o'clock बन्द हुन्छ होइन। अब यहाँ रहेछ के रहेछ होइन। अब 90-10देखि लिएर होइन 90-25सम्म के कस्तो रहेछ होइन। द हिस्ट्रिक ह्यान्ड अन भन्ने रहेछ होइन। अनि त्यसपछि यो नामहरू पनि यस्तो रहेछ, लिली होइन। अब यो स्कुलहरू थियो त्यतिखेर, फ्लाइङ स्कुलहरू होइन। अब H2को आई थिङ्क एन्ट्रान्स भनेको यही हो जस्तो लाग्छ मलाई होइन। अनि H3 H4 भनेर यसरी घुमेर जानुपर्छ होला पछि। अब हेरौँ यहाँ घुमौँ के कस्तो रहेछ। अब ओपनिङ टाइम यहाँ लेखेको छ कति बजेदेखि कति बजे हो। यहाँबाट जाने होला मेबी H2मा 5 o'clock भनेर क्लोज रहेछ होइन। यस्तै रहेछ घुम्नु त। ओहो यहाँ रहेछ त यो हिस्ट्रीहरू यस्तोहरू रहेछ। यहाँ पनि एयरक्राफ्टहरू त छ, तर यो वर्किङवाला एयरक्राफ्ट थियो आई थिङ्क हुनसक्छ होला। यस्तो रहेछ योहरू। अब त्यतिखेर युज हुनेहरू कुराहरू यही हो। योमा के युज हुन्थ्यो थाहा छैन यो भनेको, आई थिङ्क समथिङ यस्तै हो। तर क्वाइट रहेछ होइन, त्यतिखेर त्यो मान्छे पनि थिएन। अब त्यतिखेर वर्करहरूले यसरी काम गर्थ्यो होइन, अब सबै बनाउँथ्यो होइन, इच एन्ड एभ्री कुराहरू इन्डस्ट्रियल त्यतिखेर यसरी नै थियो। फेसिङ द वुडन रिप्स भन्ने के रहेछ होइन। अब यो भनेको इन्जन थियो त्यतिखेर, यस्तो इन्जन थियो। यो ग्रिन भनेर नाम रहेछ होइन। यो पढ्दा हुन्छ 4 सिलिन्डर वाटर कुल्ड एरो इन्जन रहेछ यो होइन। त्यतिखेर नि एयर कुल भनेर इन्जन हुन्थ्यो, वाटर कुल इन्जनहरू थियो त्यतिखेर पनि। यस्तो रहेछ यो इन्जन, आई थिङ्क मैले पढेको जस्तो लाग्छ होइन थर्मोडाइनामिक्समा। यसलाई के सर्कल इन्जन समथिङ के भन्छ होइन। अब यो भनेको H2मा यति हो होइन मैले देखाएको कुराहरू। अब यहाँबाट H2बाट निस्किने। अब यहाँ हो फर्स्ट वर्ल्ड वार इन द एयर भनेर समथिङ त्यतिखेर थियो। अब यहाँबाट एक्जिट लिने अनि हामी निस्किनुपर्छ H3 H4 H5 को लागि होइन। यो बिल्डिङको नामहरू रहेछ H1 H2 H3 H4 H5 होइन। अब
अब यो H2 थियो यहाँबाट निस्क्यो अब H4 H5 भनेको उतातिर रहेछ अब उतातिर जाम होइन अनि के हुन्छ H4 आई थिङ्क यसरी घुमेरै जानुपर्छ होइन तर घाम छ लागेको मजाको हो तर पोलिरहेको छ कि यो घामले वाइल्ड पोल्छ क्या अब तपाईँहरू बच्चा लिएर आउनुभयो भने यहाँ खेल्न बच्चाहरूको पुरै प्लेग्राउन्ड रहेछ होइन खेल्दा पनि हुन्छ होइन कति सानो घर पनि छ है क्या मजाको घर छ होइन अब हामी चाहिँ टाइम छैन अब नजाने हो होइन हामी बच्चा होइन वी आर नाउ आइएम जस्ट लिभ इट त्यो सानो घरमा जानु नै पर्छ है बच्चाहरूको रहेछ त्यो अब यहाँ भनेको अब क्याफे एरिया पनि रहेछ होइन अब किचन ह्यान्ड अन किचन भन्ने रहेछ अब यहीँ खाने अब हामीलाई त खाएर आएको हो भोक त पनि लागेको छैन त्यस्तो होइन तर सबभन्दा ठुलो भनेको यहाँ आई थिङ्क H3 H4 H5 रहेछ होइन H6 पनि रहेछ होइन एउटा मिस गर्नु नै हुँदैन हो यस्तो रहेछ विङ्स इन द एन्जल वेपन र ठाउँ भनेको राम्रो चिल ठाउँ रहेछ होइन Good afternoon, everybody. Hangars 3, 4, 5, and 6 will be closing in 5 minutes' time. Oh my god. 5, 4. Let's go. Let's hurry. Only 5 minutes we have. किनभने अनाउन्समेन्ट आएको थियो होइन 4:45 बन्द हुन्छ भनेर अनि इट्स 4:40 अनि 5 मिनट छ 5 मिनटमा अब हेरौँ कति घुम्न सकिन्छ अनि फोटोसोटो खिच्यो कुरा छैन यस्तै हो यहाँबाट एन्ट्री हो यस्तरी भने यतातिर रहेछ भित्रबाट H4 H5 पनि होला मेबी सबै एयरक्राफ्टहरू रहेछ वाइल्डहरू रहेछ यार मेन त यतातिर ठुलो थियो हामीले मिस गरेको थियो यो भनेको त्यतिखेरको आई थिङ्क चारैतिर एयरक्राफ्टहरू रहेछ त्यही इन्जिनहरू कुन इन्जिन कुन एयरक्राफ्टमा युज भएको छ माथि पनि जानु पाइन्छ र अनि अब यहाँ हेरौँ मान्छे के रहेछ हो यसरी रहेछ यहाँदेखि मेबी 1 to 2% मात्र वान अ टाइम अब यो भित्रमा बस्नेवाला थियो होला मान्छे अरू सामान हुन्थ्यो लगेर यति म्यासिभ एयरक्राफ्टहरू रहेछ यार लेट्स गो यस्तो म्यासिभ एयरक्राफ्टहरू नि छ यो होइन यो एयरक्राफ्ट यताको एयरक्राफ्ट उता एयरक्राफ्ट चारैतिर एयरक्राफ्टै छ तर टाइम निकालेर आउनुपर्छ होइन हामीसँग लिमिटेड टाइम छ त्यही भएर यसो हेरौँ पछि आएपछि राम्ररी हेर्ने हो यस्तो एयरक्राफ्ट यो पनि रहेछ अब त्यतिखेर यो युज हुन्थ्यो होइन मान्छेहरूको ड्रेसअप यस्तो हुन्थ्यो होइन एयरक्राफ्ट यति हो ल यहाँबाट निस्कौँ अब त्यतिखेरको वेपन्सहरू यस्तो वेपन्सहरू युज हुन्थ्यो होइन अब मेबी मसिन गन्स समथिङ होइन अब यस्तो रहेछ त्यतिखेर योहरू मेडलहरू युज हुने सबै यस्तो इन्जिनहरू थियो यस्तो एयरक्राफ्टहरू यहाँ सबै एयरक्राफ्टहरू रहेछ अब यो भनेको ब्याचहरू कुन ब्याचहरू पाउँथ्यो होइन आई थिङ्क अब त्यतिखेर कार क्या टाइनी कार रहेछ कि सानो कार मैले यो पिकी ब्ल्यान्डरमा नै यो कार हेरेको थिएँ यस्तो इन्जिनहरू रहेछ यस्तो रहेछ सबै ठुलो एयरक्राफ्टहरू तर सबभन्दा सेक्सी भनेको येल्लो कलरको एयरक्राफ्ट देखिन्छ यार यो पनि थियो होला ए यो टिकट सिस्टम रहेछ आई थिङ्क
इट्स क्लोज थ्याङ्क यू अब क्लोज भइसक्यो हामी जानै पाउँदैन अब यहीँबाट यसरी हेरौँ होइन ओफ तर ढिलो भयो अब हामी आउँदा आउँदै ढिलो भयो अब के गर्ने हो होइन तर हेर्न पायो तर राम्रै रहेछ होइन धेरै राम्रो रहेछ होइन धेरै भन्नाले जसलाई एयरक्राफ्ट होइन पाइलट बन्नु मन छ चाहे केही गर्नु मन छ भने मस्ट भिजिट दिस प्लेस नजाऊँ त्यता बन्द भइसक्यो भनेर यो एयरक्राफ्टहरू रहेछ यता रहेछ पुरै फोटो खिच्यो त सर अब थ्याङ्क यू यो हेरौँ म्यासिभ म्यासिभ रहेछ अब यस्तो हो अब टाइमै पाएन हामीले घुम्नै सकेन राम्ररी होइन तर छिट्टै आयो भने घुम्न पाइन्छ मजाले किनभने यहाँ 4:50 होइन क्लोज हुन्छ अब यस्तै हो यो पनि म्यासिभ एयरक्राफ्ट रहेछ होइन तर भित्र गयो भने अझै हुन्थ्यो H4 H5 एन्ड H6 भनेको धेरै ठुलो थियो होइन अब अनफोर्चुनेटली हामीले घुम्न पाएन राम्ररी तर नेक्स्ट टाइम अलिक टाइम मिलाएर आउनुपर्छ छिट्टै किनभने हामीले सोच्यौँ कि लास्ट भनेको 5 o'clockसम्म इन्ट्री गर्नुपर्छ भनेर तर 5 o'clockसम्म जसरी एक्जिट गरिहाल्नु पर्दो रहेछ होइन द्याट्स वाइ टाइममा आउनु पऱ्यो अब ठिकै छ हामीले H1मा धेरै टाइम बिताएको पनि हो हामीले हामी H3 H4 H5 H6 गएनौँ होइन बन्द भइसक्यो त्यो पनि त्यहाँ नोटिस आइसक्यो त्यो त्यसो थियो कि H1 H2 H3 H4 H5 एन्ड H6 आर नाउ क्लोज भनेर थियो तर अर्को दिन कुनै दिन टाइम मिलाएर आउनुपर्छ राम्ररी फुर्सदमा जहाँ अब त्यहाँ बच्चाहरू खेलिरहेको थियो नि त्यहाँ घुमौँ क्या बाहिर त घुम्न पाउँछ होला आई थिङ्क होइन तर बच्चाहरूले लिएर आयो भने अलि रमाइलो हुन्छ इन्जोय हुन्छ किनभने बच्चाहरूले इन्जोय गर्छ होइन अनि बच्चाहरूले सानैदेखि यस्तो कुराहरू हेऱ्यो भने होइन तिनीहरूको इन्ट्रेस्ट पनि त्यो फिल्डमा होइन अलिक जाग्छ अब हाम्रो नेपालतिर त केही छैन एउटा एयरक्राफ्ट म्युजियम भनेको त्यही हाम्रो के भन्छ शङ्खमुल भन्छु चिनामङ्गलमा छ होइन त्यो पनि एउटा प्लेन मात्र छ त्यस्तो केही छैन होइन तर यहाँ आयो भने हिस्ट्री पुरै एयरक्राफ्टको पुरै हिस्ट्री थाहा हुन्छ क्या होइन अब ठिकै छ घुम्यो तर जति घुम्नुपर्ने हेर्नुपर्ने त्यति हेरेन अब नेक्स्ट टाइम चाहिँ छिट्टै आउँला तर 3 घन्टा मिनिमम 3 घन्टा 4 घन्टा एक्सप्लेन गऱ्यो भने इच एन्ड एभ्री कुरा सिकिन्छ होइन हेरिन्छ के कुरा हो अब यस्तै हो गर्मी पनि वाइल्ड गर्मी परेछ होइन झन् म पुरै फुल ब्ल्याक लगाएर आएको छु होइन ब्ल्याकमा झन् गर्मी हुन्छ होइन तर हामीले सोचेको थियौँ अब त्यस्तो गर्मी हुँदैन गर्मी त गर्मी छ भनेर तर त्यस्तो वाइल्ड गर्मी हुँदैन तर वाइल्ड गर्मी भइरहेछ कि हाम्रो तराईमा जस्तो गर्मी हुन्छ नि त्योभन्दा नि वाइल्ड गर्मी के किनभने यहाँ हावा पनि होइन पुरै तातो न तातो हावा आउँछ होइन अब अघि हामी आएको ठाउँ थियो नि त्यो बच्चाहरूले प्ले गर्ने ठाउँ अब यहाँ आएको अब यस्तै बाहिर कुराहरू हेरौँ अब भित्र हेर्न पाउँदैन द्याट्स वाइ यस्तो रहेछ अब बच्चाहरूले लिएर आउने यहाँ एयरक्राफ्टको मोडलहरू बनाएको रहेछ अब जहाँ जान्छु होइन त्यहाँ केही न केही क्लोज भइरहेकै हुन्छ होइन बच्चाहरू क्या क्युट रहेछ यो घर पनि पुरै क्युट रहेछ यता पनि एयरक्राफ्टहरू